इसारा गरिदिनु ल बङ्गलाबाट बोल्नुभएको कसले बुझ्ने बङ्गलाबाट भाइ त्यो डोरी पक्रिनु भाइ यो गाउँ गान गाउने हो होइन पहिलाको तानेर मात्रै फ्लोर दिएर होइन गाउने त आयो त्यो पाउदाम गर्नु पऱ्यो आज हाम्रो देशको 79 स्वतन्त्रता दिवसको उपलक्ष्यमा हाम्रो गाउँवासीबाट यो सानो झन्डा उत्तोलन भइरहेको छ र यसको लागि हामी पनि देशप्रेमी हो भन्ने र हाम्रो गाउँ पनि देशको लागि समर्पित गर्छ भन्ने उद्देश्यले हामी यहाँ भेला भएका छौँ र आज हाम्रो यो भट्टाई उत्सव देशको लागि समर्पित छ भन्दै आज हामी 15औं दिन यो झन्डा उत्तोलन गर्छौँ। हाम्रो भूतपूर्व सर यहाँ हाम्रो हुनुहुन्छ उहाँको हातबाट गर्नेछौँ र हामी यो झन्डा उत्तोलन भए पश्चात हामी राष्ट्रगान गाउनेछौँ र अब हामी रेडी हुन्छौँ र दिवसी गाउँ सावधान